साथीहरू नमस्कार। म चाहिँ आज कोभिड-19 को बारेमा थोरै चाहिँ जानकारी लिएर आएको छु। कोभिड-19 हैन, पहिला हामी एकदम धेरै सुनेको, तर आजभोलि हराएको हैन, हराएर गएको हैन खासमा। तर कोभिड-19 चाहिँ अहिले चाहिँ एकदम धेरै सङ्ख्यामा चाहिँ फैलिँदै गइरहेको छ। अनि हजुरलाई थाहा छ कि कोभिड-19 फेरि आयो हैन, यो चाहिँ फेरि ब्याक भयो कि भन्ने बारेमा। त्यसपछि नेपालमा यसको रिस्क के छ हैन, नेपालमा कोभिड-19 को रिस्क के छ। त्यसपछि हजुरहरूले त 2020 मा आएको महामारी त पक्कै चाहिँ भुल्नु भएन होला हैन। कस्तो अवस्था थियो हाम्रो नेपालमा नि अथवा विश्वभरिमा नि कस्तो चाहिँ अवस्था थियो। त्यसपछि चाहिँ 2020 मा हैन देखिएको थियो खासमा, 2019 मा चाइनामा। त्यसपछि हाम्रो नेपालमा चाहिँ 2020 मा चाहिँ देखिएको थियो। त्यो पनि महामारीको रूपमा बिस्तारै बिस्तारै बढ्दै गयो नेपालमा नि। त्यसैगरी त्यसपछि चाहिँ त्यतिकै कस्तो डरलाग्दो अवस्था थियो हैन, हामीले नसोचेको हैन, चारैतिर एकदम महामारी जस्तो हामीले नसोचेको, हामीले कल्पना गरेको अवस्था चाहिँ थियो 2020 मा। अनि त्यस हजुरहरूलाई लकडाउनको बारेमा पनि थाहै होला हैन, कहिले पनि नसुनेको नजानेको कुराहरू जस्तो लकडाउन हैन। लकडाउनमा चाहिँ अब हामीले आफ्नो घरबाट अर्काको घरमा पनि जान नसक्ने अवस्था थियो। त्यसपछि हाम्रो एक गाउँबाट अर्को गाउँमा पनि जाने अवस्था थिएन, अर्को सहरमा जाने अवस्था थिएन, अरूसँग भेट्ने अवस्था पनि थिएन, एकदम डर लाग्ने हैन, अरू देशमा नजाने, अरू प्रदेशमा जाने एकदम डराउने भन्ने चाहिँ अवस्था थियो कोरोनाको कारणले गर्दा। त्यतिखेर चाहिँ कतिजना एकदम मरे हैन, अब नेपालमा नि अथवा विश्वभरि कतिजना मरे, लाखौँ लाख मान्छे मरे, करोडौँ मान्छेहरू सङ्क्रमित भयो त्योबाट हैन। त्यतिखेर भयावह अवस्था नै थियो। त्यसपछि हामीले अस्पतालको पनि कुरा भुल्नु भएन होला हजुरहरूले। अस्पतालमा चाहिँ ठाउँ नै नभएर हैन, बिरामी चाहिँ बाहिर बस्ने, बाहिर उपचार गराउने, स्कुलमा उपचार गराउने हैन, क्लासहरूमा उपचार गराउने भन्ने अवस्था थियो। पालिकाको भवनमा हैन, गाउँपालिकाको भवनमा, हेल्थ पोस्टको चाहिँ भवनमा अथवा टेन्ट लगाएर उपचार गर्ने चाहिँ अवस्था थियो पहिला पहिला। यति धेरै भयावह अवस्था भएर हैन, हामीले पढ्ने स्कुल कलेज एकदम बन्द थियो हैन, बन्दको अवस्था थियो। सरकारी संस्था, गैर सरकारी संस्थाहरू सब बन्द थियो लकडाउनको कारणले गर्दा, त्यो सङ्क्रमणले गर्दा। कल्पना नगरेको दिन आयो नि त्यसपछि। र सबै कुरा हुँदै धेरै प्रयास गर्दै मान्छेहरू धेरै मरेर त्यसपछि बल्ल बल्ल लास्टमा कोरोनाको चाहिँ भ्याक्सिन आयो हैन। विभिन्न थरीका भ्याक्सिनहरू आयो, कोभिसिल्ड भ्याक्सिन आयो, साइनोभ्याक्स भ्याक्सिन आयो, फाइजर, मतलब धेरै थरीका चाहिँ भ्याक्सिनहरू। अनि त्यो भ्याक्सिन लाएर त्यसपछि हामीले चाहिँ भ्याक्सिन लायौँ। अनि त्यो भ्याक्सिन लगाइसकेपछि त्यसको सङ्क्रमण बिस्तारै घट्दै गयो, पुरै विश्वभरि नै घट्दै गयो हैन। यसमा धेरै खर्च भयो हैन, सरकारको, त्यसपछि WHO को अनि विश्वभरिबाट सहयोग, गरिब राष्ट्रहरूलाई, धनी राष्ट्रहरूले चाहिँ दिने भन्ने सहयोग आयो हैन। त्यसपछि भ्याक्सिन आएर सबैले लायौँ, पहिलो डोज, दोस्रो डोज, त्यसपछि बुस्टर डोज पनि लायौँ। र सबै कुरा भइसकेपछि एउटा चाहिँ विश्वमा अहिलेको थोरै चाहिँ अवस्थाको बारेमा, जस्तै विश्वभरिको हरेक धेरै देशहरूमा यो चाहिँ सङ्क्रमण बढ्दो क्रममा छ हैन, सङ्क्रमणको सङ्ख्या चाहिँ बढ्दो क्रममा छ। जसरी कि अब देशहरू हेर्दाखेरि थाइल्यान्ड, चाइना, सिङ्गापुर, हङकङ हैन, त्यसपछि हाम्रो छिमेकी राष्ट्र चाहिँ इन्डियामा नि धेरै सङ्क्रमण भइरहेको छ। त्यसपछि सबैमा हेर्दाखेरि अब हरेक दिन हजारौँ सङ्ख्याको नयाँ बिरामीहरू आउँदो क्रममा छ। र इन्डियाको चाहिँ हाम्रो छिमेकी राष्ट्रको कुरा गर्दाखेरि हैन, किनकि हाम्रो छिमेकी चाहिँ यो चाहिँ खुल्ला सीमा भएको कारणले गर्दा इन्डियाबाट हाम्रो नेपालमा आउने सम्भावना धेरै हुन्छ हैन। त्यसै भएर इन्डियाको चाहिँ केसमा हेर्दाखेरि मे 12 देखि 2025 मे 12 देखि 19 सम्म हेर्दाखेरि नयाँ सङ्क्रमण 164 जना तथा सक्रिय सङ्क्रमण जम्मा चाहिँ 257 जना रहेको छ अहिले इन्डियामा हेर्दाखेरि हैन। त्यही भएर चाहिँ त्यसपछि त्यसै गरेर अब त्यहाँको प्रोफेसर डाक्टरहरूले पनि, नेपालको प्रोफेसर डाक्टरहरूले पनि
चाहिँ यो अवस्था चाहिँ हामीले सतर्कता अपनाउने अवस्था हो होइन। हामीले अगाडि नै तयारी गर्नुपर्छ यसबाट बच्नको लागि। तयारी गरेनौँ भने फेरि हामीलाई धेरै पछि चाहिँ धेरै समस्या हुनसक्छ होइन। यसलाई कन्ट्रोल गर्न गाह्रो हुन्छ किनकि यो चाहिँ एकदम धेरै छिटो फैलिने गर्छ। एक व्यक्तिबाट अर्को व्यक्तिमा धेरै फैलिने गरेको हुनाले यसलाई समय चाहिँ कन्ट्रोल गर्नुपर्छ। हामी चाहिँ सजग हुनुपर्छ। अर्को हेर्दाखेरि यो चाहिँ गर्मीको चाहिँ बेलामा धेरै चाहिँ यसो सङ्क्रमण हुने गर्छ। गर्मीको बेला गर्मी आउन लागेन अब जेठ असार साउन भदौतिर है दुई तिन महिना यसको बढ्ने चान्स धेरै छ होइन। धेरै चाहिँ यो बढ्न सक्छ कोरोनाको। अहिले चाहिँ फेरि किन आयो नि कोरोना, त्यो दुई तिनवटा मात्रै कुरा म भन्न चाहन्छु। फेरि कोरोना किन अब हामीले सङ्क्रमण हुन लागेको छ यसमा हेर्दाखेरि हामीले बुस्टर डोज एकदम कम जनालाई लाग्यो। बुस्टर डोज होइन, पहिलो डोज लाग्यो, सेकेन्ड लाग्यो, तर त्यसपछि बुस्टर डोज हुन्छ नि 6 महिनापछि लगाउने, धेरै कभरेज चाहिँ कम छ। विश्वभरि पनि एकदम कम छ। नेपाल, इन्डिया, त्यसपछि हङकङ, सिङ्गापुर, थाइल्यान्ड यिनी देशहरूमा बुस्टर डोजको एकदम कम कभरेज छ। बुस्टर डोज लाउने चाहिँ व्यक्ति एकदम कम छ। त्यही भएर चाहिँ यो फेरि मान्छेहरूमा लाग्ने सम्भावना चाहिँ धेरै छ होइन। धेरै हुनसक्छ, धेरै हुँदैछ। पर्सनल हाइजिनमा अलिक कम ध्यान दियौँ। पहिला चाहिँ अब कोरोनाको बेला हामीले मास्क लाउने होइन, भिडभाड नजाने, बजारमा चाहिँ नजाने, बिना कामको बाहिर ननिस्किने, त्यसपछि हामीले बेलामा चाहिँ हात धुने गर्थ्यौँ खासमा होइन। र तिनीहरू अब तिनी कुराहरू अहिले एकदम कम देखिएको छ होइन। हाम्रो गाउँ समाज सहरहरूमा एकदम कम देखिएको छ। त्यसपछि त्यो चाहिँ फेरि आउने कारण भन्दाखेरि अर्को एउटा हेर्दाखेरि जसरी कि बेलामा कोरोनाले आफूलाई आफ्नो जिनलाई म्युटेसनमा एकदम चेन्ज गर्छ होइन। भाइरस त्यही हुन्छ तर त्यसमा अलिक आफूलाई मोडिफाई गर्छ। मोडिफाई गर्दाखेरि अब हामीले पहिलाको अनुसार खोप लगायौँ, त्यसपछि फेरि त्योबाट अर्को नयाँ भाइरस चाहिँ बनेर आयो। त्यो नयाँ भाइरस हाम्रो शरीरमा आयो भने पहिलाको भ्याक्सिनले प्रोटेक्सन गर्ने भन्दा फरक भाइरस त्यो हो नि अब नयाँ आएको। त्यसले चाहिँ हामीले सङ्क्रमण गर्दाखेरि लाग्ने चान्स चाहिँ धेरै हुन्छ। र यसपछि हेर्दाखेरि हामीले अब यसको हाई रिस्क ग्रुप के हो भने कुन उमेर समूहलाई अथवा कुन ग्रुपहरूलाई, कुन समूहलाई चाहिँ धेरै लाग्ने गर्छ। सबभन्दा सुरुमा हेर्दाखेरि यसको रोगसँग लड्ने क्षमता जसको कम छ त्यसलाई एकदम हुनसक्छ होइन। इम्युनोडेफिसियन्सी भन्छ, इम्युन जसको कम छ त्यसलाई लाग्न सक्छ। अर्कोमा हेर्दाखेरि चाहिँ क्रोनिक लङ्स डिजिज जसरी ब्रोन्कियल आजमा, सिओपिडी, टिबी भएको बिरामीहरू लामो समयदेखि बिरामी हुन्छ नि, त्यस्तै बिरामीलाई कोरोना रोग लाग्ने सम्भावना एकदम धेरै हुन्छ। त्यसपछि हार्ट डिजिज, क्रोनिक हार्ट डिजिज भएको व्यक्तिलाई यो लाग्न सक्छ। त्यसपछि चिनी रोग, डायबिटिज मेलाइटस अथवा क्रोनिक किडनी डिजिजको व्यक्तिहरूलाई पनि लाग्न सक्छ। अर्को 60 वर्ष वा सोभन्दा माथिको उमेरलाई लाग्न सक्छ। क्यान्सर भएको व्यक्तिहरूलाई लाग्न सक्छ होइन। यो चाहिँ एकदम धेरै लाग्न सक्छ। त्यसपछि अब लामो समयदेखि कोर्टिकोस्टेरोइड ग्रुपको ड्रगहरू, औषधिहरू सेवन गरिराख्ने व्यक्तिहरूलाई एकदम धेरै लाग्न सक्छ। र यसमा हामीले हेर्दाखेरि यो सबै त हामी जान्यौँ होइन, ओभरअल कुरा जान्यौँ। र अब यो रोग लागिसकेपछि के अब त्यसको लक्षणहरू के देखा पर्छ होइन। लक्षणको बारेमा सामान्य लक्षण होइन कि अब लागेपछि त्यो लग देखिन्छ, सबैमा देखिन्छ। जसरी कि ज्वरो आउने, अब सिम्पल खोकी लाग्ने, ज्वरो चाहिँ अब काम दोहोरिन आउन सक्छ। त्यसपछि घाँटीहरू दुख्न सक्छ होइन। यो चाहिँ सामान्य खाले उसो। त्यसपछि अलि चाहिँ त्योभन्दा अलि बढी हेर्नुभयो भने त्योभन्दा सिभियर खाले थोरै हेर्नुभयो भने होइन। त्यसपछि चाहिँ नाकबाट पानी आउने, थकान महसुस हुने, पुरै शरीर चाहिँ दुख्ने होइन। अर्को त्यो हेर्दाखेरि अब यिनी त सामान्य खाले अवसर भयो होइन। त्यस सामान्य खाले चाहिँ लक्षण भयो। र यता हेर्दाखेरि कुन अब अर्को चाहिँ कुन लक्षणहरू देखा पर्यो भने हामीले तुरुन्त स्वास्थ्य संस्थामा चाहिँ सम्पर्क गर्नुपर्छ अथवा त्यहाँ भर्ना गर्नुपर्छ। सास पनि एकदम गाह्रो हुने अथवा छातीमा एकदम प्रेसर, चाप भएको अथवा असहज महसुस भयो भने, अर्को चाहिँ कन्फ्युजन भयो भने, कन्फ्युजन भएपछि अथवा लस अफ कन्सियसनेस, अचेत परे, स्किनहरूमा र्यासेस आउने होइन, दागहरू आउने, र्यासेसहरू आउन सक्छ। त्यसपछि अब स्किन चाहिँ एकदम चिसो हुने, बोल्नै नसक्ने अथवा मुभमेन्ट गर्नै नसक्ने होइन, अथवा छातीमा कन्टिन्यू दुखै गर्नु, त्यस्तो बेलामा चाहिँ
हामीले तुरुन्तै चाहिँ स्वास्थ्य संस्थामा हामीले चाहिँ सम्पर्क राख्नुपर्छ। अब हामीले चाहिँ अब यसको उपचारको बारेमा हैन, यो लागिसकेपछि चाहिँ के गर्ने हैन, उपचारको बारेमा चाहिँ छलफल गर्छौँ। र उपचारमा हेर्दाखेरि धेरैजसो बिरामी कोभिड-19 को संक्रमण भएको धेरैजसो बिरामी आफै ठिक हुन्छ है, त्यसको लागि कुनै पनि मेडिकेसन नै चाहिँदैन र भर्ना पनि हुँदैन, आफै चाहिँ एकदम ठिक हुन्छ। जुन व्यक्ति एकदम स्वस्थ छ भने त्यसको इम्युन एकदम राम्रो छ भने रोग लाग्यो नि, भाइरसभित्र गयो नि, भाइरस पोजिटिभ देखियो नि एकदम मजाले आफै चाहिँ रिकभर हुनसक्छ। धेरै जस्तो केसमा चाहिँ हामीले औषधि प्रयोग गर्नु पर्दैन, त्यसपछि कुनै संस्थामा गएर भर्ना हुनु पर्दैन। र यसमा हामी हेर्दाखेरि रोग लाग्ने भनेको अघि हामी पढ्यौँ इम्युन कम भएको हैन, क्रोनिक डिजिज, हार्टको डिजिज अथवा लङ्सको डिजिज, आजमा, त्यसपछि सिओपिडी, टिबीहरू यस्ता केसहरू भयो भने क्यान्सरहरू वा कोर्टिकोस्टेरोइड ग्रुपको ड्रगहरू धेरै लामो समयदेखि युज गर्ने व्यक्तिहरूलाई हुनसक्छ हैन। खासमा मेडिकल ट्रिटमेन्ट अथवा भर्ना हुने समय आउन सक्छ, भर्ना हुने अवस्था आउन सक्छ। र यसमा हामीले हेर्दाखेरि अब प्रिभेन्सन कसरी गर्ने, यसको चाहिँ प्रिभेन्सन, ट्रिटमेन्टभित्रै उपचारभित्रै चाहिँ प्रिभेन्सन, मेन कुरा चाहिँ प्रिभेन्सन हो। प्रिभेन्सनमा हेर्दाखेरि सबभन्दा एकदम इम्पोर्टेन्ट चाहिँ भ्याक्सिनेसन। भ्याक्सिनेसन प्रोभाइड स्ट्रङ प्रोटेक्सन हैन अगेन्स्ट कोरोना भाइरस कोभिड-19 को विरुद्धमा चाहिँ हामीले सबभन्दा प्रोटेक्सनको राम्रो उपाय भनेको भ्याक्सिनेसन गर्नुभयो भने अरू कुरा गर्नुपर्छ, तर भ्याक्सिन एकदम धेरै कन्ट्रोल गर्छ हैन। त्यसपछि हामीले यदि हामीले शङ्का लाग्यो भने कि हामीले अब त्यो सिम्पटमहरू छन् हैन, त्यो लक्षणहरू देखा पर्यो भने हामीले मास्क युज गर्नुपर्छ। त्यसपछि धेरै व्यक्ति भएको ठाउँमा चाहिँ जान मिल्दैन। त्यसपछि सोसियल डिस्टेन्स चाहिँ बनाउनुपर्छ हैन, सामाजिक दूरी भन्छ त्यो चाहिँ बनाउनुपर्छ। डिस्टेन्स बनाएर चाहिँ हामीले बस्नुपर्छ। अर्को हात चाहिँ धुनुपर्छ, बेला बेलामा हात धुनुपर्छ। बाहिर गयो भने अथवा कुनै कुरा सार्वजनिक ठाउँमा गएर कुनै सामान छुँदाखेरि हैन, टच गर्दाखेरि हात चाहिँ धुनुपर्छ। कम्तीमा 20 सेकेन्डसम्म हात मिची साबुन पानीले चाहिँ धुनुपर्छ। अर्कोमा चाहिँ हेर्दाखेरि अब कफ आएको बेला, खोकी लागेको बेला हामीले अब हामीसँग रुमाल अथवा कुनै टिस्यु पेपर छ भने त्यसलाई ढाक्नुपर्छ, त्यसले चाहिँ मुखलाई ढाक्नुपर्छ। छैन भने हामीले आछिङ गर्ने बेलामा अथवा खोक्ने बेलामा नाकलाई यहाँ लुकाएर चाहिँ खोक्नुपर्छ है, अरूलाई सङ्क्रमण नहोस् भनेर। त्यसपछि हामीले युज गरेको सबै कुराहरू डिस्पोज गर्नुपर्छ। जसरी मास्क भयो, टिस्यु पेपर भयो, डिस्पोज गर्नुपर्छ। रुमाल भयो, रुमाललाई चाहिँ धोएर राख्नुपर्छ, सुकाउनुपर्छ। यदि हामीले पोजिटिभ केस अब हामीले अब चेक गराउने बेलामा पोजिटिभ केस देखा पऱ्यो भने हामीले सेल्फ चाहिँ आइसोलेट हुनुपर्छ, छुट्टै चाहिँ कोठामा आफू चाहिँ मजाले बस्नुपर्छ। रिकभर नहुन्जेलसम्म आफूले चाहिँ आफूलाई आइसोलेट गर्नुपर्छ, अरू व्यक्तिबाट अथवा आफ्नो परिवारबाट आइसोलेट गरेर आफू छुट्टै कोठामा राख्नुपर्छ। अनि त्यसपछि रिकभरी भएपछि बल्ल चाहिँ बाहिर निस्किने, सबैसँग बोल्ने हैन। यसको बारेमा चाहिँ सबैले हजुर कोरोना-19 को बारेमा सबैले जान्नुभयो। अब अरू चाहिँ थप जानकारी पछिको भिडियोमा लिएर आउँछौँ। अरू टपिकमा पनि म कन्टिन्यू चाहिँ भिडियो लिएर आउने प्रयास गर्छु। अहिलेको लागि यति। हस् त, धन्यवाद।